अब बर्खायाम सुरु हुँदैछ। बर्खायाम सुरु हुनुभन्दा पहिले या बर्खा सुरु भइसकेपछि तरकारीका बिरुवाहरू पर्साबारीमा कसरी रोप्ने भन्ने कुरा म तपाईँलाई देखाउन गइरहेको छु। पर्साबारीमा तरकारी रोप्दाखेरि अहिले पानी बर्खामा धेरै पानी पर्छ अनि डुबान हुनसक्छ, बिरुवाहरूमा पानी धेरै पर्न सक्छ, धेरै पानी पर्यो भने बिरुवाहरू मर्न सक्छ। त्यसैले हाम्रो पर्साबारीमा यसरी माटो तानेर एउटा चाहिँ चौको बनाउने, जस्तो पूजाको चौको जस्तो यसलाई उठाएर एउटा ड्याङ जस्तो, यसलाई चाहिँ व्यावसायिक रूपमा ड्याङ भनिन्छ, लामो हिसाबले गरिन्छ भने पर्साबारीमा हामीहरू यस्तो चौको बनाउने। चौको बनाइसकेपछि हामीले चाहिँ बिचमा चाहिँ खाल्टो बनाउने। यसरी खाल्टो बनाइसकेपछि अनि यसलाई मलहरू कति राख्ने हो, तपाईँसँग कति मल छ त्यो हिसाबले लगभग धेरै राख्नु होला। यसरी मल राख्ने अनि माटो राख्ने अनि यसलाई होडल्ने अनि फेरि यसलाई सम्याउने। सम्याइसकेपछि अनि हामीसँग भएको प्लास्टिक, ठुलो प्लास्टिक छ भने प्लास्टिक नभए चामलको बोरा बिचबाट चिरेर यस्तो ठुलो बनाउने र यसले भएपछि यसलाई यसरी ढाक्ने। यो चौको ढाकिसकेपछि अब यसलाई वरिपरिबाट कोदालो लिएर माटोले च्याप्ने। यसरी बोरा राखेर वरिपरि माटोले च्यापिसकेपछि यो उसको चाहिँ चौकोको बिचमा यस्तो ब्लेडले सानो पाल बनाउने, जस्तो बिरुवा रोप्नको लागि यसरी पाल बनाउने। धेरै ठुलो नबनाउने, बर्खामा पानी धेरै पर्दाखेरि धेरै पानी पालबाट भित्र जान सक्छ, त्यत्रो पाल बनाउने। अब यो पाल बनाइसकेपछि हामीले पहिले यहाँ मल हालिसकेका छौँ, फेरि यहाँको थोरै माटो यहाँ बाहिर निकाल्ने। बाहिर निकालिसकेपछि यो बिरुवालाई यहाँ रोप्ने। यसरी रोपिसकेपछि हामीले सुरुमा पानी चाहिँ यसैबाट 1-2 दिन तपाईँलाई पानी दिन दुःख हुन्छ, पानी यही पालमा दिने। यसरी चाहिँ बिरुवा रोपियो भने तपाईँको 2-3 दिन लगातार झरी परे पनि पानी परिरहेको पानी चाहिँ यो बोराले तर्काएर बाहिरपट्टि जान्छ र यो चाहिँ बिरुवामा पानी कम पर्न जान्छ र यो बिरुवाहरू मर्दैन, पहिरो हुँदैन, बिरुवाहरूमा समस्याहरू आउँदैन। त्यसैले कौशी खेती गर्दा सबैले यसै गरी नै चौको बनाएर अनि प्लास्टिक अथवा चामलको बोराले चाहिँ यसलाई कभर गरेर यो तरिकाले तपाईँहरूले तरकारी रोप्नुभयो भने तपाईँहरू सफल हुनुहुन्छ।